हेलो साथीहरू। ल है आज चाहिँ हामी म विनोद भाइ केटा हाम्रो अझै दुईजना छ है। यसो बाहिर निस्किने भनेको यहाँदेखि चाहिँ आधी घन्टा जस्तो टाढोमा है। र भाइले चाहिँ अब पैसा मिलाउँदैछ, निकै बगिसक्यो क्या हो। यताको केटाहरू फेरि जाने भनेको एउटा चाहिँ सुतिरहेको छ, फेरि के हो पारा, अर्कोले क्रिम दलो लागेछ फेरि। ल फाइनली चाहिँ अब हामी निस्किने भन्दैछौँ। केटाहरू फेरि आमा कमी छ त ऊ चाइनाको भाइ जस्तो देखिरहेछ। यता फेरि हल्का फेरि काउचा भाइ लजाउँदैछ। अब निस्के केटाहरू है। जाने चाहिँ यहाँ हामी बसेदेखि चाहिँ उता चाहिँ पोजनान भन्छ नि त होइन, आधी घन्टा लाग्छ भनौँ न गाडीमा। ट्रेनमा गयो भने आधी घन्टा, गाडीमा गयो भने आधी घन्टा है। अब हामी चाहिँ निस्किने भनेर अब चाहिँ तयारीमा छौँ। निस्केको हामी चाहिँ हो। नजारा यस्तो छ, हल्का तातो तातै थियो। तातो त के र त्यही 24 डिग्री सेल्सियस थियो भनौँ न हो। केटाहरू चाहिँ गएर चाहिँ फेरि पहिला त लुगा हेर्ने अरे, लुगा हेर्दैछ ऊ। फेरि निन्द्रा पुगेन कि के हो कौचालाई। रोलेक्सको घडी फेरि हो यहाँको जल्टीमा 3 लाख भनेपछि त अब कति हो, 8-9 लाख त उताको पऱ्यो नि घडीको दाम। थैट मनमा छ केटाहरू घडी हेर्दै दाम हेर्दै हाँस्दैछ हो। अब एचएममा किन्ने भन्दैछ। आइत्य सर फेरि बिजी कता हो, घरतिर बात मार्दै होला। कान्छाले फेरि सर्ट हेर्दैछ केटाहरूले। 5499 भनेको लगभग उताको इन्डियाको हिसाबले होइन 1300-1400 सर्टको दाम। विनोदले फेरि अब विन्टर लाग्छ है भनेर यसो अलिक तातो सातो हेर्दैछ हो। केटाहरू हेर्दा हेर्दा फेरि चस्मा पो हेर्नु थाल्यो। दाम हेर्दैछ, उताको कन्भर्ट गर्दैछ केटाहरूले चाहिँ खासमा चाहिँ होइन। उताको चाहिँ कति पर्दैछ यो चस्मा भन्दै कन्भर्ट गर्दै उयो गर्दैछ कि भन्दै ऊ ट्याक्ससँगै ट्राई गरिरहेछ त्यो केटाहरू। दाउद इब्राहिम जस्तो छ त को हो। दाम हेर्दै कन्भर्ट गर्दैछ केटाहरूले। अब यहाँ हेर्दै गएको थियो कि केटाहरूले खोज्दै के भेटेको हेर्नु नि। यहाँ फेरि मेड इन इन्डिया पो अरे फेरि। मेड इन इन्डिया भेटाएर केटाहरू हाँस्दै थियो फेरि हो। फाइनली चाहिँ केटाहरूले किनेर के किन्यो अब पेमेन्ट गर्दैछ हो। अब त्यहाँबाट चाहिँ फेरि हामी निस्केको नि त हो। टक्कै त्यहाँ चाहिँ अब यो सिँढीबाट तल्लोपट्टि जानु पर्थ्यो हो। केटाहरू निस्किँदैछ यहाँबाट चाहिँ फेरि अब अलिकति भोक लाग्यो पनि भन्दैछ केटाहरूले हो। इन्डियन सप जानुपर्ने पहिला चाहिँ हाम्रो मसला ससला यताउति के खानेकुराहरू चाहिँ यहाँ पाउँछ नि त मसलाहरू। केटाहरूको फेरि त्यही हो। अब यहाँ पनि फेरि कन्भर्ट गर्दैछ। अब यो साबुन उता यति पर्छ यहाँ कति पर्छ भन्दै गर्दैछ। अब यसको दाम चाहिँ यो साबुन चाहिँ 250 पर्दो रहेछ यहाँनिर हामीले कन्भर्ट गर्दा। यो लाइभ साबुनहरू यहाँनिर हामीले त्यही हिसाबले गऱ्यो भने 300 उताको इन्डियाको पैसा चाहिँ त्यति पर्दो रहेछ। नेपालको भने 400 त्यस्तो पाराले पर्दो रहेछ। पानी आयो हो फेरि टक्कै। केटाहरू पानीमा एकछिन ओत्लाएर अब चाहिँ भोक लाग्यो भनेर चाहिँ रेस्टुरेन्ट पसेको। केटाहरूले फेरि रेस्टुरेन्टको पछाडि चाहिँ के रहेछ भने ताजमहलको फोटो रहेछ ठुलो। केटा ताजमहलको त्यो देखेपछि फेरि केटाहरू त क्लिक सुरु भयो केटाहरूको एकजनाको। फोटो खिच्दैछ केटाहरू।
खाना खानुभन्दा पहिला चाहिँ फेरि केटाहरूले समोसा नखाएको निकै भयो अरे भनेर समोसा पनि खान थाल्यो। समोसा पाउँदो रहेछ नि त हो। यो चाहिँ इन्डियन उयो नै हो, मार्केट के अरे रेस्टुरेन्ट हो। केटा त समोसा खाँदैछ पहिला, त्यसपछि चाहिँ डङ्की खाना खान थाल्यो केटाहरू भोक लागेर। अब हामी खाइसक्यो पियो घुम्यो, अब चाहिँ फर्केको हो, रात पनि पऱ्यो, आधी बाटोमा छ हो। यो चाहिँ हामी आधी बाटोबाट अब चाहिँ निस्केको घरतर्फ लाग्ने भनेर चाहिँ केटाहरू निस्केको है।